बिचमा एउटा खाली फ्रेम हाल्यो के हुन्छ दुईपट्टि खाली भरेको रहेछ बिचमा खाली छिटो काम गर्ने हो नि जहिले फ्रेम थप्दा ठिकबाट थप्नु छेउबाट थप्दाखेरि उसले ढिलो काम गर्छ अनि बिचबाट फ्रेम थप्दिनु त्यसो गर्दा उसले त्यहाँ मजाले काम गर्न थालिहाल्छ अनि त्यो पनि आधी यस्तो टाका भरेपछि फेरि त्यसलाई त सार्नु अर्को फ्रेम हालिदिनु त्यसरी हाल्दै थप्दै जाँदा 15 दिन 20 दिनभित्रमा तपाईँको यो डुन डल्लै भरिन्छ 16 र 18सम्म डल्लै भर्छले त्यहाँबाट ठक्क तपाईँको अब मलाउने टाइम हुन आँटै भएपछि त्यहाँ ठक्क यसलाई चाहिँ डिभाइड गर्नु पऱ्यो अब 18 भएपछि तपाईँको 4-4वटा फ्रेम नै जोड्नु छ 4-4 16 4टा डुन बनिन्छ तपाईँको बुझ्नुभयो नि हेर्नु त यसमा 18 फ्रेम 16वटै भयो सपोज 16वटा भयो भने तपाईँको एउटा डुन हामीले 4टा डुन बनाउन सकिन्छ मौरी डिभाइड गर्दा हो हामी त्यसरी फैलाउँछौँ नि त मौरी अब यसमा हामी अब 5वटा जस्तो चाहिँ यस्तो पहिला हामी लङ हाइप बनाउँछौँ लङ हाइप बनाएर चाहिँ अनि यसबाट चाहिँ हामी ब्रिडिङ गर्छौँ अब 5वटा हामी 7वटा बनायो कति भयो 4 5 20वटा भयो अनि त्यो 20वटा मौरी ट्यापै भेटिहाल्छ बुझ्नुभयो हो यस्तो हुन्छ अब मौरी मदिने मौरी अलग्गै राख्नु पऱ्यो ब्रिडिङ गर्ने यसरी अलग्गै राख्नु पऱ्यो त्यो प्रोसेस नसिकेर हो नि तपाईँले मौरीलाई छिटो काम नहुन्छ त्यही अन्त बिचमा फ्रेम हाल्नु पऱ्यो हो किन भन्छ अनि उसलाई के हुन्छ नि टाइमिङ याद हुनु पऱ्यो तपाईँले डिभिजन कहिले गर्ने भन्दा चाहिँ बच्चा पार्ने टाइममा डिभाइड गरिहाल्नु पऱ्यो बुझ्नुभयो म काट्ने टाइममा डिभाइड गर्नुभयो भने तपाईँको मौरी फस्टाउँदैन अब त्यो सेल निस्किन्छ सेल 16 दिनमा निस्किन्छ 16 दिनमा निस्केर उता 20-22 दिनमा तुलेर अन्डा पार्न थाल्छ अन्त अन्डा पारेपछि त्यहाँबाट चाहिँ उसले बिस्तारै अन्डा पनि बिस्तारै पहिले अब कम्ती पार्दै जाने हो नि त सानो हुन्छ रानी होइन अनि त्यही भएर तपाईँको मौरी फस्टाउँदैन अनि उसले अन्डा पार्ने टाइममा चाहिँ सिजन सकिसकेको हुन्छ अनि त्यहाँबाट उसले कम्ती अन्डा दिने हो मौरी भर्दै जाने हो नि त डिभाइड गर्ने भनेको यही मेभित्रमा गरिहाल्नु जुनभरि मलाउने टाइम हो